साथी हो, यो गोठालो दाइको सम्पूर्ण सबैजनामा नमस्ते। ल साथी हो, अब आउने फागुन 21 को चुनावमा चाहिँ यो गोठालो दाइलाई भोट दिएर सबैजनाले देशको प्रधानमन्त्री बनाइदिनु होला साथी हो। सबैजनालाई रोजगारी पनि पाइन्छ साथी हो। यो अब काठमाडौँको नेताहरूले केही पनि गर्दैन साथी हो। बरु यो गोठालो दाइलाई देशको प्रधानमन्त्री बनाइदिनु साथी हो। सम्पूर्ण 77 जिल्लाको दाजुभाइ दिदीबहिनी सबै बाउआमा सबैलाई बरु म बाख्रा उपहार दिएर बाख्रा दान गरेर सबैजनालाई यो नेपाललाई 10 वर्षभित्र अर्कै देश बनाउँछौ साथी हो। नेपाललाई धेरै राम्रो देशहरू बनाउँछ साथी हो। काठमाडौँको तपाईँहरू सबैजना भन्नुहुन्छ, कहिले कुलमान घिसिङ भन्नुहुन्छ, कहिले रवि लामिछाने भन्नुहुन्छ, कहिले हर्क सम्बङ भन्नुहुन्छ, कहिले बालेन शाह भन्नुहुन्छ। बरु सम्पूर्ण दाजुभाइ बाउआमा दिदीबहिनी सम्पूर्णजनाले यो बाख्रा गोठालो दाइलाई बरु भोट हालेर देशको प्रधानमन्त्री बनाइदिनु हो साथी हो। यो भिडियोलाई मन पराइदिनु होला साथी हो। हेरेर सबैजनाले सेयर पनि गरिदिनु होला। काठमाडौँदेखि लिएर अमेरिका, जापान, मेरो सम्पूर्ण दाजुभाइ दिदीबहिनी सम्पूर्णजनालाई सबैले यो भिडियो हेरेर साथ दिनु होला साथी हो। है त साथी हो, अस्ट्रेलिया भएको, अमेरिका भएको, जापान भएको मेरो दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैजनाले यो भिडियोलाई हेरेर सबैजनाले साथ दिनु होला हो साथी हो। यो आउने चुनावमा चाहिँ यो गोठालो दाइलाई प्रधानमन्त्री बनाइदिनु है साथी हो। तपाईँहरू सबैजनाले